आजको प्रोग्राममा सोल्टी जस्तो 5 स्टार होटलमा बवाल तरिकाले नाचियो गाइज। सो हे गाइज, तपाईहरुलाई फेरि स्वागत छ मेरो छोटो मिठो ब्लगमा। बाइकमा म र मेरो भाइ सुरुरु अहिले जाँदैछौँ हामी सोल्टी होटल। सोल्टी होटल भनेको काठमाडौँको 5 स्टार होटल हो। आज त्यही होटलमा हाम्रो डान्स परफर्मेन्स छ। हुन त आज सायद गरेर 3 चोटी हुन्छ होला। मलाई सोल्टी होटलमा प्रोग्राममा नाचेको, जस प्रोग्राममा नाच्न मजा आउँछ। प्रोग्राममा मात्र के भनौं, मलाई त जहाँ नाच्न पनि मजै आउँछ। के हो, मेरो त नाचेरै जिन्दगी बित्ने भयो क्या। सुटमा पनि नाचेको छ, भिडियो बनाउँदाखेरि पनि नाचेको छ, प्रोग्राममा पनि नाचेको छ। मलाई अझै पनि याद छ कि म पहिला हैन यति लाज मान्ने मान्छे हो नि। यदि कहीँ बिहे बर्थडेमा कहीँ नाच भइराछ भने नि म त्यहाँ उभिने पनि थिइन, कोहीले नाच्न बोलाउँछन् भनेर। त्यतिसम्मको लाज, त्यतिसम्मको डर लाग्थ्यो मलाई पहिला। र अहिले हेर्नु त, अहिले नाचेरै जिन्दगी बितिरहेको छ र म एकदम खुश पनि छु, मजा पनि लाग्छ। तर नाच्न पनि कुनै सजिलो पनि छैन गाइस। जे काममा पनि मेहनत चाहिँ छ, तर आफूलाई मनपर्ने काम भएपछि जति मेहनत पनि गर्न सकिन्छ र जति गाह्रो काम पनि गर्न सकिन्छ। त्यही भएर म सबैलाई के सजेस्ट गर्न चाहन्छु भनेपछि जे मन पर्छ नि त्यही काम गर्नुस्। फाइनली मलाई भाइले सोल्टी होटल छोडिदिसक्यो अनि सायद आज भेहिकल सम्बन्धी कम्पनीको प्रोग्राम छ क्या। ओहो, हाम्रो दिदी बहिनीहरु आएर पनि मेकअप गर्न लागिसक्नु भएछ। दिपेन दाइ नमस्ते। यो बहिनीलाई हेरेर त धन्नु तर्सेको म। ल गाइस, अब चाहिँ हाम्रो चिया टाइम। खासमा भन्नु पर्दा त आज भोलि चिया नै खादिन म, तर हाम्रो दिपेन दाइले यस्तो मायाले खा भनेपछि खानु परेन। ल गर्ल्सहरु कति छिटो रेडी भएको, चियासँग यसो बिस्कुट पनि भएको भए मजा आउँथ्यो। ल बहिनी बल्ल राम्रो देख्यो, अघि त धन्ने सातो गएको मेरो। चलो अब हम चिया का मजा लेते हे। यता फेरि हाम्रो दाइको डान्स प्र्याक्टिस हुँदैछ। यो साथी आज ढिलो, तिम भन्दा म छिटो आइसके। यो भिडियो बनायो भने फिक्स भाइरल। ल गाइस, केटीहरु त अघि नै रेडी भइसक्या हो। अब हामी केटाहरु पनि रेडी भइहाल्छौं। हामी केटाहरुलाई रेडी हुन टाइमै लाग्दैन के। अघिसम्म कोही पनि थिएन, अब चाहिँ क्राउड आउन स्टार्ट भइसकेछ। काम छैन, वाशरुममा गयो, भिडियो बनायो हैन शिबु। ल गाइस, अब चाहिँ हामी स्टेजको पछाडी जाँदैछौं। अबको के छिनमा हाम्रो डान्स स्टार्ट हुन्छ। अस्ति हामीले प्रोग्राम गरेथ्यौं नि, त्यो स्टेज भन्दा आजको स्टेज चाहिँ अझै ठुलो रहेछ। ठुलो स्टेजमा नाच्न झन् बवाल हुन्छ। यो तल धुवाले गर्दा कस्तो दामी देखेको। 3वटा गीतमा लगातार नाच्दा त असिनियल पसिनियल भइहाल्यौं हामी त। अब भित्र केटीहरु नाच्दैछन्, त्यति बेलासम्म हामीले ड्रेस चेन्ज गरिहाल्यौं। अब फेरि भित्र एन्ट्री लिने। अनि गाइस, तपाईहरुले सोच्नुहुन्छ होला नाचेको भिडियो त हाल्दैन, बस नाचे नाचे भन्छ। अब म नाच्नमै बिजी हुन्छु, भिडियो लिने मान्छे कोही हुँदैन, त्यही भएर क्लिप नै हाल्दैन के। ल गाइस, फाइनली नाचेर सकियो। आज हामी त्यही 8-9वटा सङमा डान्स गर्यौंला। डान्स पनि एनर्जेटिक हुन्छ हिन्दी सङमा, त्यही भएर हालत पनि यस्तै हुन्छ। म त पसिनाले पुरै रुजिसक्छु भने। ल गाइस, हामी अब खाजा खाएर कपडा झोलामा प्याक गरेर यहाँदेखि निस्किँदै छौं। अब डान्स सकेपछि यहाँ किन बस्नु पर्यो हैन। जोस आज पनि मजा आयो। आई होप तपाईलाई यो भ्लग पनि मन पर्यो होला। त्यही हो, हामी फेरि भेट्ने छौं अर्को भ्लगमा। यति भन्दै यो भ्लगलाई म यही एन्ड गर्न चाहन्छु। पीस।